हामी प्रतिशोध त लिँदैनौँ, हामीलाई राजनीतिक प्रतिशोध लिनु छैन, तर जनता र देशलाई ठगेको लुटेको र ठाउँमा देशमा नअटाएर विदेशमा समेत पैसा जम्मा गरेको छानबिन र हिसाब हुन्छ। आज आफ्नो बुवालाई राम्रो जुत्ता लगाइदिन हाम्रो भाइ अरूमा पसिना बगाइरहेका छन् खाडीमा, त्यो पसिनाको हिसाब हुन्छ। रोउँदै रोउँदै जनता लखेटेको हिसाब हुन्छ, सब चिज हिसाब हुन्छ। 21 गते मतपत्रमा घन्टीमा छाप लगाएर यहाँहरूले नयाँ इतिहास लेख्नु होला। सबको जय जय घन्टी, जय घन्टी। फटाहरूले कस्तो स्कुलिङ गरेको होला त्यो बाबुले।